हेलो साथीहरू सबैजनामा नमस्कार। हाम्रो आजको भ्लगमा यहाँहरूलाई स्वागत छ। र यो हाम्रो भ्लगलाई हाम्रो च्यानललाई सबैजनाले धेरैभन्दा धेरै माया गरिदिनु होला। हाम्रो भर्खरै सुरु भएको भ्लगहरू छ। हाम्रो च्यानललाई सबैजनाले एकदमै माया दिनु होला। हजुरहरूको माया, हजुरहरूको साथ, हजुरहरूको सपोर्ट पायौँ भने हामीलाई पनि हौसला हुन्छ, फेरि अरू भ्लगहरू बनाउन मन लाग्छ। हामीले गरेका कार्यहरू हजुरहरू सामु प्रस्तुत गर्न मन लाग्छ, पस्किन जाँगर लाग्छ होइन। अनि यसोकै अहिले सुरुमा चाहिँ अब भर्खरै बनाउन थालेको छ नि त हामीले चाहिँ भ्लगहरू। अनि भ्युजहरू नै भएन भने यस्तो हुँदो रहेछ भन्ने खालको के। अनि आउँदो नै रहेनछ, भ्युजै आउँदो रहेनछ, लाइकै आउँदो रहेनछ, कसैले सब्सक्राइबै गर्नु हुँदो रहेनछ भन्ने जस्तो हुने क्या। अनि हुन त अब सबै एकैचोटि हुँदैन, बिस्तारै गर्दै जाँदा अनि सबैजना सामु पुगेपछि सबैजनाले मन पराउने हो। एकैचोटि सबै सामु पनि पुग्दैन, सबैकोमा पनि पुग्दैन होइन। अनि हजुरहरूलाई एकदमै हृदयदेखि अन्तरात्मादेखि रिक्वेस्ट गरेको छौँ, हाम्रो च्यानललाई सबैजनाले एकदमै मन पराइदिनु होला है। अनि लाइक कमेन्ट गरिदिनु होला। अनि हामी अरू भ्लगहरू बनाउँदै जान्छौँ है त। अनि अब आजको हाम्रो प्लान चाहिँ केही छैन, नानीहरू स्कुल पठाएँ मैले। नानीहरू तलको नानी साथीको नानीहरू पनि यहीँ आउने, अनि पानीपुरी खाने भन्ने सल्लाह छ। म हजुरहरू सामु सबै कुराहरू ल्याउँदै जान्छु है त। तर हजुरहरूले एकदमै माया गरिदिनु पऱ्यो, साथ सपोर्ट दिनु पऱ्यो है त। अनि मात्रै दिनदिनैको हामीलाई हौसला हुन्छ कि भ्लगहरू बनाउनको लागि। हजुरहरूको एक लाइकले, एक कमेन्टले, एउटा सब्सक्राइबले हामीलाई हौसला हुन्छ। यो सामाजिक सञ्जालमा हामीले पनि आफ्नो मेहनतलाई, आफ्नो एउटा कलालाई, आफूले गरेको कार्यहरूलाई पस्किन पाउँछौँ हजुरहरूको साथ सपोर्टबाट भन्ने आशा लिएको छौँ। र सबैजनाले धेरैभन्दा धेरै माया गरिदिनु ल, मैले गर्छौँ के। अनि नानीहरू खाएर जान्छन्, अनि कामहरू सको घरको सबै अनि नुहाइदिए गयो। अनि साथी पनि आउँछन्, कतै जानु छ भने, अनि दुईजना भएर अनि फेरि नानी पनि कलेजबाट आउँछ, छोरी पनि। अनि खानासँगै बनायो, खायो अनि गयो। ल हेर्दै गर्नु होला है त। किन मोबाइल स्विच अफ पारेको? मोबाइल किन स्विच अफ पारेको? मैले फोन गर्दा स्विच अफ थियो। मैले भर्खरै कल गरेको, स्विच अफ थियो तिम्रो मोबाइल। के लिएर आएको? कति बेर यसलाई मारेको छैन बडीलाई मैले। फेरि सुन बोरी त्यहाँ राख न भुइँमा, उसमा राख्नुपर्छ। यत्रो भइहालेछ फेरि। तिमीहरू चाहिँ खाँदैनौ कि? हामी पनि खान्छौँ, हामी त यहीँ खान्छौँ भने कहाँ खानु छ। आज भर्खर त मैले पकाइसकेको अस्तिको बोडी। यो झोलालाई चाहिँ लानुपर्छ। अनि अहिले चाहिँ मैले रेडी पारिसकेको छु, बोडी नै पकाएको छु। अनि मुन्टा नै रेडी पारेको छु, मुन्टा चाहिँ पकाएको छैन। साथी आइहरूले पकाउने भन्दा सेलाउँछ नि त। अनि अब चाहिँ हामी चट्टसँगले मुन्टा पकाएर खाना रेडी पारेको छु, खाना सिटी लगाएर अनि खान्छौँ है त। तिमी के ओइलिँदैन नि त, केलाउन अप्ठ्यारो हुन्छ ओइलेपछि फेरि। यो केलाएरै राखौँ यसमा हालेर कि, किनभनेदेखि केलाएर राख्दा राम्रो हुन्छ। यहाँ फर्सी पनि छ नि त, यो फर्सीको चाहिँ भरे ओइलेपछि नकेले नै हुन्छ होइन। भरे पानीपुरी खाने भन्ने छ नि त। पानीपुरी सुकाइदिउँला भनेको थियो, अस्ति नै ल्याएको, आज घामै लागेन त। अस्ति खुर्सानी लगेको थियो, त्यो पनि नानीलाई सुकाए भनेको खोइ त नि। घामै लाग्दैन। घामै लाग्दैन। कति लगेको? आधा केजी? नाइ, एक आधी पौवा। आधी पावा त कति पिस्नु भने? पिस्ने होइन हो, पड्काउने मात्रै। साथीहरू म चाहिँ यति बेला चाहिँ म एकैछिन बितामोडबाट आयौँ, अघि खाना खाइसकेर साथी आएपछि। अनि आएर चाहिँ अब यहाँ नानीहरूलाई आज पानीपुरी खाने प्लान छ नि त, मैले बिहान पनि भनेको थिएँ। अनि पानीपुरी अब नानीहरू स्कुलबाट आउँछन् 5 बजे लगभग। अनि नानीहरू आउँदा रेडी गर्नु पऱ्यो भनेर रेडी गर्दैछौँ, आलु बसाउँदैछौँ।
अनि चिया खानु पऱ्यो भनेर अब चिया नखाइ फेरि चित्त बुझ्दैन नि त। अनि चिया खानु पऱ्यो पहिले हामी। डाँडै पिपलुमा जल्यो बतास अनि चोरी लाने माया कता छ। घाउ निस्केर हेर्नु मेरो त कस्तो भएको छ। लिपस्टिक नलाउनु भनेको अघि फेरि भिडियो बनाउँदाखेरि लगाउनु पऱ्यो भनेर लगाइहालेँ। कस्तो घाउ निस्केको छ क्या, यस्तो निस्किरहन्छ घाउहरू। कसैको केही जुठोहरू भयो के भयो भने यस्तो आइहाल्छ नि त, जुठो उछ्रे जस्तै भएर अनि त्यस्तै भइरहेछ अहिले पनि मेरो। हामी चाहिँ खाना खायौँ भने खाना खाएर धन्दा सन्दा गरेर अनि एकछिन बस्यौँ, एउटा टिकटक बनायौँ, भिडियो बनायौँ। अनि बिर्दामोड पुग्यौँ, आयौँ, चारपानी गयौँ, एकछिन बस्यौँ। अनि हाम्रो चाहिँ कीर्तनबाट पनि शनिबार घुम्न जाने भन्ने कुरा भएछ क्या। अनि त्यहाँ दिदीहरू एकछिन चोकमा छलफल गर्दै हुँदो रहेछ। अनि मेरो झन्डा त हेर्नु लडेको देखियो भाइ। यसको अस्ति धोएको थिएँ क्या मैले, अनि यसको कहाँ पुगिरहेछ यो खोज्नै छ यसको यो स्ट्यान्ड चाहिँ। अनि धोएर चाहिँ राखेको थियो अनि त्यो यहाँ लडेछ पहिले त। अनि कीर्तनमा अनि टुरमा जाने शनिबार भन्ने कुरा भइरहेछ। अनि त्यही छलफल गऱ्यौँ एकछिन दिदीहरूसँग, त्यहाँ चोकमा बस्यौँ। अनि आएर अब चिया खाएर चिया बसाइरहेछ, चिया उम्लेर जान्छ होला अहिले फेरि। पश्चिमदेखि पूर्व पश्चिम राजमार्ग बाटो उतातिर, पूर्व पश्चिम राजमार्ग बाटो उतातिर, माताजीको चरणमा राखौँ सधैँ शिर, माताजीको चरणमा राखौँ सधैँ शिर। दिन दुखी गरिबका हात समाउनलाई, दिन दुखी गरिबका हात समाउनलाई, तीर्थव्रत दान धर्म पुण्य कमाउनलाई, तीर्थव्रत दान धर्म पुण्य कमाउनलाई। साथीहरू यो चाहिँ हामीले नि जो हामी पाउपातीबाट गएको थियौँ नि त अस्तिको दिन मङ्गलबार। अनि त्यहाँनिर चाहिँ जाँदा जाँदै बाटोमा जाँदा जाँदै सोचेर 3टा हरफ लेखेर भन्दा नि सोचेर भजन गाएको थियौँ क्या। अनि हामीले हाम्रो टिकटक आइडीमा लगाएको थियौँ, मनसा मिरा ब्लग भन्ने टिकटक आइडीमा। त्यहाँ पनि हजुरहरूले गएर हेरेर त्यसलाई लाइक कमेन्ट गर्न सक्नुहुन्छ। अनि अहिले त्यसैलाई 2टा थपेर चाहिँ 5वटा बनाएको क्या हामीले। अनि भोलि कीर्तन छ नि त, अनि कीर्तनमा त्यही गाउने भनेर यहाँ साथी र म चिया खाँदै सल्लाह गर्दै अनि छलफल गर्दै लेखेको क्या हामीले। त्यस्तो धेरै राम्रो उत्तम लेख्न त आउँदैन, तर पनि अलिअलि केही लयहरूमा त्यो लिरिक्समा मिलाएर लेख्नु पर्दाखेरि चाहिँ थोरै बहुत केही लेख्न सकिन्छ। साथीहरू हामी चाहिँ चिया खाइसकेर भजन पनि गाइसकेर लेखिसकेर पानीपुरी फुलाउन थाल्यौँ। अब गर्दै फुलाउँदै यहाँ कताबाट लगाउनु पर्यो प्लास्टिकमा पिठा पनि राखेर, अनि यहाँ राखेर अनि बाँधेर ठ्याक्क पारेर राख्नु पर्यो। अनि केटाकेटी आएपछि सजिलो हुन्छ। साथीले यहाँ काट्दैछिन् धनियाँ प्याज, आलु रेडी छ, आलु पनि तास छ तिमी आलु प्याज काकती आलुको बक्री यो चाहिँ छिरे। पानीपुरी यति भयो यहाँ बाँधेर राखेको। चना पनि हाल्नु पऱ्यो भनेर, काँचो चना चाहिँ मिठो हुँदैन नि त। अनि फ्राई गरेको क्या चना। यो कराई चाहिँ कालो छ होला, कालो देख्नुहुन्छ होला, तर यो कराई हामीले तार्ने नै कराई हो कि। यसको तार्नकै लागि यो हामीले यत्तिकै छोडिदिएको हो। सक्यौ सानो गल्यौ यस। अब पानीपुरी रेडी हुँदैछ, खानुपर्छ अनि है। हेलो, हाम्रो पानीपुरी प्रोग्राम चाहिँ सुरु भइसकेको छ। सबैजना केटाकेटीहरू स्कुलबाट आइसकेपछि अनि हामीले चाहिँ अघि रेडी गरेको थियो। अनि नानीहरू स्कुलबाट आइसकेपछि अब सुरु हुन्छ हाम्रो पानीपुरी पार्टी। त्यसो भएर म यसो गर्छु, 3 चम्चा खटखट हाल्यो, यिनीहरू भित्तै खाँदै गर्छ। उतिनीहरूलाई चाहिँ भेट्न आउँछ नि त, म बरु भरेर चुता राखिदिन्छु नि त। यसरी हेरेर गीत गाउँछु।
दिदी यहाँ बस्नु भिडियोमा निक्लेर खायो भने भन्छ नि तपाईँ यहाँ बस्नु त्यसमा हाल्देऊ नानी उता त्यसमा हाल्दै उता देऊ अनि सानीले किटिङ यस्तो खोल्थ्यो भने म छिटो हाल्छु मसला पानीपुरी लाकै छैन तिमी यस्तो पारा हौ भनेर प्लेटमा हाल्नु नि खै कुदो होला हाम्रो व्यापार गर्नु पऱ्यो भने गरी खानु न क्या हो यसरी एकैचोटि झ्यापक्क एकजना दुईजना तिनजना 5-6जना यस्तो आयो भने हामी चाहिँ अनि भोलि लास्टमा जागिर गुरुजमै छोडेर चटपटे पानीपुरी व्यापारै गर्नुपर्ला सजिलो यही छ होइन सजिलो यही छोरी लगानी होइन पैसा कमाउने छोरी लगानी यही छ त्यो डायलिसिसको म चाहिँ हल्का डाक्टर गरिहाल्छु कस्तो छ कमेन्ट गरेन त कसैले पनि अहिले खाने सुरुमा के कमेन्ट खाइसकेर भन्दैन लास्टमा मगाइसक्दाखेरि कस्तो हुन्छ आर्डर गर्नु हुन्छ कि बडा दामी छ ल छोराछोरीलाई अगाइसकेर अब आमाहरूको पालि है त ल दिदी खाइ ल खायो ल खाइ ल चनाले धेरै गर्छ धेरै भएछ मन परेको पो हुन्छ दुईजनाले जबरजस्ती हो मलाई चाहिँ मन पर्ने नै हो साथीहरू म जस्तो मन पर्ने हुन्छ पनि यसो खाने आधा बुढीमा आधा रोक्नी मात्रै खाने यो भइसक्यो नि त मसलाले भिजिसक्यो नि त पानीपुरी खाए जस्तो छ ज्यान यस्तो छ खाए जस्तै छ नि ज्यान त देखो त पानी पानीको भाँडो हेर्नु है साथीहरू यसको एक भाँडो थियो पानी खाएर खाएर हामीले सबै पिटाइदियो छोराछोरी पानीपुरी लभरको छौँ त हामी यो बेलामा पनि छोराछोरी हामीले आधा दर्जनभन्दा ज्यादै पाएको छौँ क्या अरे तिनजनाले गरेर होइन आधा दर्जन भनेको थाहा छ तिनजना आधा दर्जन भनेको कति हो आधा दर्जन भनेको है 3 into 2 अब केटाकेटीलाई त पर्थ्यो त खाने खुर्सानी मलाई त पर्दैन त भाइ अब जागिर छोडेपछि यही पानीपुरी बेच्ने एउटा उद्देश्य लिएर बसेको हामी चाहिँ यहाँ ट्राई गरिहेरेको दिदी पसल खोल्नु हामीलाई स्टप राख्नु म गल्लामा बस्ने क्या दिदी गल्लामा बस्नु हामीलाई स्टप राख्नु हामी बनाउँछौँ बेच्छौँ उता अचार नपाएको पहिला त उताबाट लगेको कुरा मिल्यो हो दिदी तान्नु है उठेछ अगाडि सक्नु यदि बनाएको चाहिँ खाऊ न भयो
यो तिनवटा खानु सक्दैन दुईवटा बिरिसक्यो कि यो मसलाले पानीपुरी अब पानी चुइन्छ त्यो त खाने हाल्दै खानु खाने आचार भएको खाने लुगामा लाग्यो खानु पानीपुरी खाइसके पछाडिका झलकहरू पानीपुरी बनाउने मामुहरू 3 जना भयौँ छोराछोरी खानेहरू नानी भने पानीपुरी पनि मिठो रहेछ नमस्ते गाउँदा आकाश नमस्कार म लिजा भट्टराई पानीपुरी चाहिँ भन्नुपर्दा अब पानीपुरी जस्तै थियो पानीपुरी नै हो भन न अब पानीपुरीको बारेमा त के भन्नु पानीपुरी अलिअलि अमिलो थियो अलिअलि एकदमै मिठो थियो यता प्रवीणा पराजुली सुप्रिया उठेर भन् एलिसा भट्टराई ज्यू पानीपुरीको तारिफ गरिदिनु त बयानै गर्नु धन्यवाद एलिजा भट्टराई पानीपुरी एकदमै मिठो धेरै नै मिठो थियो आर्भिक सिटुला सुपु मैनाली अगाउने गरी खाइयो खाइयो एन्ड लास्ट आयुष सिटौला कस्तो थियो पानीपुरी धन्यवाद सबैजनालाई सधैँभरि हाम्रोमा पानीपुरी खान आउनु होला यो पानी त जार खान्छ चामल जस्तै रहेछ जीवन कसैले खिर बनाई खाए कसैले जार बनाई पिए मेरोको चिन्ता छ 50तिरको दिदी बहिनीहरूले पानीपुरी मिठो बनाएछ भनेर चाहिँ यो जार होइन तर पानीपुरीको रस पनि अलिअलि हल्का पिएको अवस्था अलि मात्रै हो दामी छ क्या तर यो पसल चलाउन सकिने रहेछ भन्ने कुरा यहाँ हामीले प्रमाणित गरिसक्यौँ गाइज अब सबैजनाले कमेन्टमा धन्यवाद कस्तो लाग्यो लेख्नु होला यता बनाउने मान्छेलाई कस्तो लाग्यो एकदमै आनन्द आछ छोराछोरीले रमाई खाएको देखेर फेरि पनि यो पानीपुरी पर्सि पनि बनाउँ लागेको छ कि पर्सि खाने कि नखाने केटाकेटी हो भन त पर्सि खाने भोलि चाहिँ नखाउँ ल बिसाउँ आज खाने भोलि सहनै पर्सि फेरि खाने हजुरहरूलाई खान मन लाग्दा भन्नु होला हामी तयार पारिहाल्छौँ ल साथीहरू हामीले चाहिँ यस्तै यहाँ ओठमा घाउ हुँदै पनि पानीपुरी बनाएर खाएको छौँ सबैजनालाई खुवाएको छौँ सबैजनाले एकदमै मिठो मान्नु भएको छ ओठा माथि मात्रै घाउ छ ओठा माथि छ मुखभित्र छैन होइन त्यही भएर खाइयो एकदमै मिठो गरेर पानीपुरी मिठो छ अब आजको हाम्रो भ्लग चाहिँ यहीँ सकिन्छ हजुरहरूले एकदमै माया गरिदिनु होला सपोर्ट गरिदिनु होला साथ दिनु होला सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला अनि हामी फेरि पनि यस्तै भिडियोहरू लिएर हजुरहरूमा आउनेछौँ हस् त बाई बाई नमस्ते नमस्ते साथी बाई 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 पानीपुरी छोराछोरीको रिक्वेस्टलाई मान्नु होला बाई बाई